KFC राइडर इसमें चाय खाने सिस्टम कोइन चाल्ने चाय निकाल्ने कति हान्नुभयो अर्डर 15 सुन्टी मैले 14 हाने अनि लोकेसन चाहिँ कहाँको रहेछ भने यस्तो ओहो नजिकै पो रहेछ यति नजिक इतनी खुस भने जस्तो यस्तो गलत बाटो देखाइदिन्छ क्या फेरि यो उता छ बिल्डिङ अब यता जानुपर्ने नाको फर्की यु हेभ अर्डर KFC Yeah, I ordered KFC. हेलो एभ्रिवान आफ्टर लङ टाइम पछि मेरो भिडियो आउँदैछ धेरै समयपछि एकदम ढिलो आएको छ तर कडा आएको छ सबैले गएर हेर्न नभुल्नु होला है त मेरो ड्युटी चाहिँ नाइटमा भएको कारणले फुल मेरो भिडियो चाहिँ नाइटमा सुट भएको छ हेरिदिनु होला ल सपोर्ट गरिदिनु होला म स्टोर जाँदैछु मेरो स्टोर जानु ओ आयो यार हेलो के छ साथी एकदम आराम के छ कस्तो क्वाट देखिरहेछ यार म त अलवेज पट हो ल जाउँ चाय खानु है माल चाहिँ खाइदिउँ न पहिला ला मसित त छैन म त छोडेको हामी चाहिँ यहाँनिर साथीहरूसँग अब मौसम चिसो भएको कारणले चाय खान जाँदैछौँ है यहाँ हाम्रो स्टोर भित्र के कस्तो छ अर्डर हेरौँ न ओहो साथी ओ नमस्कार हजुर नमस्कार आरामै हुनुहुन्छ अनि के छ अर्डर छैन है आज बिजी भएको जाउँ चाय खान म एकैछिन आउँछु नि है हो ल हामी यसो नजरा देखाउनु पर्यो कहाँ गयो फेरि अर्को साथी हेलो सलाम कैफो हाल आज क्यामेरा ए हो क्यामेरा यसलाई क्यामेरा भन्ने कुरा फेरि थाहै हुन्न के हो भिडियो बनाइरहेछस् भन्ने हेलो न फेरि साथी सुत्नु भएछ क्या फेरि यहाँ आउनु नि अब हाम्रो साथीहरू चाहिँ यहाँ अर्डर नभएपछि यस्तै हो फेरि हाम्रो होइन बिन्दास पारा बस्ने हो यहाँ चाहियो त अति गरे यार यिनीहरूले यो हेरौँ त खाएर हाँस्छ अझ नयाँ कुक्काले हाँसिरहेछ अर्को फेरि वात्त भएर बसिरहेछ है तपाईँ के बिजी हो जाउँ चाय खानु नभए हो ल हामी गयौँ ल चाय खानु गएको दाजु भ्लगिङमा हुनुहुन्छ क्यामेरा चाय खानु ल अब हामी चाहिँ चाय खानु जाँदैछौँ यहाँबाट होइन होइन एउटा हामी बिस्तारै खाउन यार ल खाना खानु त्यसो भए आयो हाल्नु बित्तिकै हेरिहालेको पाक्न टाइम लाग्दैन होइन चिया पाक्न नेपालमा नि यस्तै हुनुपर्ने यस्तो छैन है माया गएर कुकरमा बोकेर नेपालमा त त्यही ठिक छ त नेचुरल हो नि त त्यो पनि हो कुरो त ठिकै गर्नुभयो धेरै ठिक हुन्छ तर कस्तो छ चाहिँ चुरो खाइसक्नु भयो छैन नि ए त्यो त अघि निकाल्दै हुनुहुन्थ्यो लाइटरै साथी त के हो मेसिन बराबर हान्छ क्या भन्ने चुरोट पनि ल ठिकै हो ठिकै छैन छिट्नै बिर्सेछ नि त यहाँनिर चाहिँ यस्तो हुन्छ फेरि विदेशमा चाहिँ चाय खाने सिस्टम कोइन चाल्ने चाय निकाल्ने भनेको लाइट त सकिसक्यो नि त छैन नि ल म चाहिँ चाय नसकिने अर्डर आइगयो मेरो
रातो रातो खानु पर्यो चाहे पनि ल जाउँ बस्नु नि मेरो अर्डर आइसक्यो ब्लक 10 बिल्डिङ 8707 फ्लोर नम्बर 8 फ्ल्याट 32 ल माइको यस्तो अर्डर आइदियो धेरै फिलिपिनी गर्लफ्रेन्ड भयो कि हजुर है हाजी फिलिपिनी पनि छ रिसिभ गरिसकेको छु यहाँनिर ब्यागमा छ क्या अर्डर चाहिँ यहाँनिर यसरी टक्क ब्यागमा बोकेर लाने हो होइन लोकेसन पता छ थाहा छैन ल अब अर्डर लिएर जाँदैछु कहाँसम्मको यात्रा हुन्छ मायाको लोकेसन कहाँ छ अब हेर्नुपर्छ होइन छ नि जो यता हाम्रो अर्को साथी भर्खर अर्डर छोडेर आएको छ होइन हाम्रो अन्तर्वार्ता लिगौँ न अब के छ नि साथीको घर चाहिँ कता हो घर पाल्पातिर हो नि पाल्पा है पाल्पाली एकदम छैन त्यसमा त ल पाल्पाको साथीसँग हामी कुरा गर्छौँ यहाँसम्म मेरो बाको मावला पनि पाल्पा नै हो अझै ल भनेपछि पाल्पाको साथीहरूसँग निकै रमाइलो हुन्छ ल फेरि त्यो के भएको ल साथीलाई जानु हेल्प गर्नु हेल्प मान्छेले एक्लै सङ्घर्ष गर्न सिकेपछि ल छोडा यार साथीले आइफोन 17 खसाएर नि त गर्न नै त्यही 17 देखेर ल टक्क अब मेरो चाहिँ भारी भयो ठक्कसँगले भारी भयो अब लोड भइसक्यो अब जानु त पर्यो अनि लोकेसन चाहिँ कहाँको रहेछ भने ओहो नजिकै पो रहेछ यति नजिक इतनी खुस भने जस्तै यो भन्दा नि अझै अर्को कन्फर्म चाहिँ कहाँबाट फिक्स हुन्छ भनेदेखि यहाँ जाने हो होइन कुवेत फाइन्डरबाट चाहिँ एकदम इजी हुन्छ क्या लोकेसन हेरेर जानुलाई बिल्डिङ नम्बर 8707 हाम्दिने हो 8707 ठाउँको ठाउँ देखाउँछ नि हो बिल्डिङ अब यहाँ घरै देखाइरहेको छ होइन यो बिल्डिङ रहेछ यो बिल्डिङको 8 फ्लोरमा होला टक्क यसलाई लगाउने लोकेसन स्टार्ट ल स्टार्ट हान्यो चार्ज पनि पो छ यहाँ फेरि चार्ज गर्ने होइन टक्क चाबी अन गर्ने अनि अब लाग्दिने हो सोल्टी को छ पछाडि ठोकिदिन्छ म गाडीले फेरि खतरा हान्छ क्या स्टार्ट चाहिँ मेरो हानिदिन्छ क्या दायाँ हेरेर हिँड्नुपर्छ क्या अब लाग्यो कहाँ रहेछ तपाईँको लोकेसन नजिकै छ बिस्तारै जाँदा पनि पुगिहालिन्छ आतुर छैन बाटो काट्नेहरूको दगदगी छ होइन गाडीहरू फेरि यस्तरी बस्दिन्छ कि पछाडि फेरि तलबाट आइरहेछ यसलाई पनि जानु दिनुपर्छ हामी भनेको एकदम ह्युमिनिटी पावर भएको मान्छे क्या एकदम दयालु मान्छे हो हामी चाहिँ सबैलाई बाटो छोडेर मात्रै आफू जाने त्यस्तो हो क्या म चाहिँ फेरि यसलाई चाहिँ जानु दिनुहुन्न हामी बाटो काट्ने यसलाई चाहिँ ल नजिकै छ भनेको त कताबाट हो के हो यहाँबाट अब राइट हान्ने हो होइन बाटोमा यस्तो गाडीहरू कारहरूले गर्दा हामीलाई कम्ता डिस्टर्ब हुन्छ यता जाने रहेछ त्यही भएर बिस्तारी हिँडेर रहेछ लु त्यसले त यो बाटो देखायो यार यो त गलत हो उत्तालो चाहिँ हो क्या रोड यहाँ यस्तो गलत बाटो देखाइदिन्छ क्या न फेरि यो उता छ बिल्डिङ अब यता जानुपर्ने न फर्की केटा फर्की
तल स्टेटमा आउनु पर्नेमा यहाँको यतालोमा आइदिइरह्यो क्या म चाहिँ फेरि छ्या अलिकति दिमाग लाउनु सकिनँ क्या केही छैन दुःख शास्ति भइहाल्छ हामीलाई होइन कता गाडीहरूलाई फेरि बाटो काट्नै दिने होइन क्या आफ्नै रोड जस्तो गरेर हिँडिने हो यहाँबाट चाहिँ हो क्या भित्र यहाँ अर्को स्टेटमा आइदिइरह्यो क्या अब चाहिँ सही ठाउँमा आइपुग्यो है बिल्डिङ पल्लो जस्तो छ हेर्दा चाहिँ फोटोमा हेरे अनुसार चाहिँ यही हो यही बिल्डिङ हो ल यही बिल्डिङ हो यसलाई म कल गर्छु यसो माथि हेर्ने अनि यहाँ हेर्ने ओ ल ठ्याक्कै ल यो बायाँ जानु पर्दैन क्या अब यसलाई कल गरौँ के गर्छ है हुन त सिधै जाँदा पनि हुन्थ्यो हुनु त होइन त्यही पनि यसो हल्का दिमाग चाड्दिउँ न हेलो अस्सलाम वालेकुम सलाम and you have ordered KFC, sir? Sorry? You have ordered KFC? Yeah, I ordered KFC. Okay. This same building Bakala, right? Not Baqala, keep the Baqala Silver Age, Baqala. The name Silver Age of the Baqala. Silver Age Bakala. هذا مقابل مدرسة صح؟ مدرسة, there is garage in front of مدرسة. أيوة في جارج واحد هذا نفسه نفس building of garage. اوكي ماشي. هذا بينك لون بينك. يا اوكي مشكور. ल यो चाहिँ यही हो मैले हल्का चाड्दै हो क्या त्यही पनि अब म यसलाई ब्याग नलगी यो मात्रै लगेर जान्छु डाइरेक्ट के भन्छ 8 फ्लोरमा अरे यस्तो ब्यागै नलगी लाँदा त अब अलिकति अप्ठ्यारो हुन्छ तर थाहा हुनु भएन होइन स्टोरको मान्छेलाई थाहा हुनु भएन हामीले त जे भयो ल यही रेडी रहेछ जीमा कस्तो लिफ्टमा पनि कस्तो फोहोर गरेको क्या 8 फ्लोरमा जानु हो हेलो सलाम अलैकुम Thank you. वेलकम ल टक्क यो पनि अर्डर भयो दिइसकेपछि अझै 12 मिनट बाँकी छ त्यो पनि यसलाई डेलिभर गरिदिउँ ल डेलिभर सक्सेसफुल फेरि स्टोर जानु पर्यो अर्को अर्डर त हाल्नु पर्यो होइन अर्को अर्डरको लागि भए पनि स्टोर जानु पर्यो यो हाम्रो खलासी चाहिँ हाम्रो खलासी यो हो ड्राइभर आफू भइहाल्यो होइन व्यक्तिमै द्वन्द्व भने जस्तै यो चाहिँ म चाहिँ ल यो ड्राइभर म भए खलासी यता पछाडि छ अब म फेरि स्टोर जान्छु अर्को अर्डर हाल्नु पर्यो ओ सर बाटो काटौँ बाजै बिस्तारै बिस्तारै गीतहरू पनि के मिठो मिठो गीतहरू याद आउँछ अरे यस्तै बेला गाडीमा हिँड्दा म चाहिँ कहिले यस्तै गीत गाइरहेको हुन्छु कि बिन्दास पारामा होइन मनमै छुको गीत हुन्छ कहिले सुनेर होइन अनि त्यही गीत गाउँदै हिँडेको गर्छु म चाहिँ कहिले गाइन्छ क्या पागल जस्तै समथिङ पागल होइन डेलिभरी इजिकल टु समथिङ पागल क्या त्यस्तो क्या हिसाब किताब पनि राखिरहेको हुन्छ क्या फेरि आफै ल हाम्रो स्टोर यहीँ नजिकै थियो आइपुग्यो यहीँ हाम्रो केएफसी स्टोर
साथीहरू पेन्डिङमै बसिरहेछ साथीहरू पेन्डिङमै बसिरहेछ यहाँनिर नबिर्सेर ल गाडी पनि 1 2 3 4 5 6 7जना ड्राइभर त्यतिकै बसिरहेछ है अब 1-2जना मात्रै छुट्टी होला आज अर्डरै छैन आज सटरडे हो फ्राइडे फर्स्टडे चाहिँ ओभर हुन्छ हिजो त बस्नु पाए हुँदैन एउटै गाडी हुँदैन पुरै खाली हुन्थ्यो यहाँ आज चाहिँ बिन्दास छ सबै केटाहरू पछाडि गएर आराम गरिरह होला कति भयो त के गरिरहेछन् आफ्नो ठाउँमा छ आफ्नो आफ्नो लाइफ हो अब यहाँ आयो अब यहाँ चाहिँ यो खोलेपछि त टाइममै रेस्टुरेन्ट पुगिस् भनेर भनिरहेको छ 3 मिनटमै आइपुगेको भने हो 3 मिनटमै आएको भनिदिनु हो होइन अब अर्डरको पर्खाइमा क्या त्यो लोकेसन देखाइरहन्छ जस्तो ल साथी लागेको भोलि भेटौँ होइन कति तातो हाल्छ लागेको है अब ड्युटीबाट म चाहिँ रुम फर्किँदैछु गान्डु छुट्टी हो क्या ग्लोभ्स लाउनु पर्थ्यो होला ल जाउँ हिँड्नु आउनु यार उहाँसम्म त सँगै हो नि त ल हामी चाहिँ त्यहाँ तलसम्म सँगै हो साथी त्यहाँबाट चाहिँ यता छुट्छ साथी म चाहिँ उता लाग्यो म यता हो साथी चाहिँ उता गयो गाडीहरूलाई साइड दिनु रङ्केर आइरहेको हुन्छ साइड नदी कहाँ हुन्छ हो ए मुनि हुनुहुन्छ ल म यहाँ सिग्नलमा छु सोल्टी ल मेरो गन्तव्य स्थलतिर आइपुग्यो कता हो पार्किङ पनि आएर हो नमस्कार सोल्टी आरामै हुनुहुन्छ राख्ने ठाउँ छैन है कहाँ हाल्नुभयो तपाईँले होइन म पल्लोपट्टि राख्छु ल उता आउनु न यहाँबाट उता जानु न सिधा म त्यता आउँछु त पार्किङ पनि पुरै फुल भयो राइडर धेरै भएर क्या नयाँ प्रडक्टहरू उता पर राख्नुपर्छ होला फेरि कुत्ताहरूले यहाँ राखेको क्या हो यार धन्न ठाउँ रहेछ यहाँ हो क्या मेरो वासस्थान ल बल्ल आइपुग्यो यार मास लोद्दै थाकिन्छ यार त्यहाँदेखि यहाँ आउँदा पनि
सबै यिनीहरू बाटो बन्द गरिदिएको छ क्या त्यही भएर हो क्या आमामा तपाईँ त कति तातो या मैले दुनियाँलाई ट्राई गरेँ सोल्टी आएर कति हान्नुभयो अर्डर 15वटा सोल्टी मैले 14 हाने म त भसक्कै सुति गएछु नि यसो उठेर हेर्छु होइन पुरा 17 बजिरहेछ मायाको 17 त म यसो हेर्छु 17:03 हो कि 5 हो कन्फ्युज भयो क्या छि मजाले ध्यान दिएर हेरेको त 5 पो ल माया 5 बजी जानुभएको यहीँ ओछ्यानमै 5 बजेको थियो उठेको हेरेर 17 बजिरहेको भन्न कसैले केही भनेन भन्नु नकुरे यार